हेलो नमस्ते सम्पूर्णमा तपाईहरुले यो देखिरहनु भएको बाटो छ नि यो बेलबास बेतरी सडकको अवस्था यस्तो छ कि हेर्नु न कुनै ठाउँमा पिच छ कुनै ठाउँमा चाहिँ कच्ची छ हैन यो कच्ची भएको चाहिँ मेरै पसल अगाडि है तपाईको चाहिँ तलतिरबाट माइक्रो आउँदैछ स्पिडमा है अनि यति स्पिडमा हिँड्छ कि यिनीहरु यहाँ धुलो उडेर यहाँको बासिन्दाहरुलाई चाहिँ यति असर परेको छ कि यो पुरै नगरमै अनि यता मास्तिर देख्न सक्नुहुन्छ पुरा आकाशतिर चाहिँ बादल भएछ आज कालै भएछ अनि यता पारी देख्न सक्नुहुन्छ तपाईले उता खाने पानीको टंकी है त्यो मतिपुरको खाने पानी टंकी हो त्यो अनि फेरि यस मास्तिर चाहिँ यो बादल कालो भइरहेको छ बादल पनि देख्न सक्नुहुन्छ अनि उता मास्तिरबाट चाहिँ टडक आइरहेको छ है अनि यहाँ यो बाटोमा चाहिँ विद्यार्थीहरुलाई अनि यहाँ चाहिँ सवारी गर्ने हिन्नी मान्छेहरुलाई पनि यति जटिल भइरहेको छ कि टिप्पर हिनेर यति धुलो उड्छ कि त्यो कुरै नगर्नु तलबाट अझै तीन चारवटा टिप्पर चाहिँ यति स्पिडमा आएको छ कि दिनमा 100 वटा भन्दा बढी टिप्पर हिन्छ कि यो बाटोमा के धुलो यति उड्छ कि यहाँ चाहिँ बिहान साँझ चाहिँ पानीको व्यवस्था गरिदिएको भए यति धुलो खान पर्थेन होला सायद यहाँको स्थानीयहरुले पनि हैन यो कसले बुझ्दिने अब यो पानीको व्यवस्थै छैन के यति धुलो उड्छ कि कुरै नगरम यो त भोग्नेलाई मात्रै थाहा अब हस् त यति भन्दै चाहिँ म यहाँबाट बिदा हुन्छु हस् त धन्यवाद।